आयो भने बच्चालाई गाह्रो हुन्छ नि त उ गर्न भनेर नि त्यहाँ चाहिँ सामान बेच्न जान्छ कहिले व्यापारै हुन्न अटो भाडाको तेल पनि उठ्दैन कति दिनसम्म अब हामीले त लगभग 15-16 दिनसम्म भात नि आएन कि त के अरे सङ्क्रान्ति गएको बेलामा त म्याडमले चाहिँ वनको कुरा जस्तै बुझेर के त भन्दा कस्तो रुडा मलाई अब भन्नु न किन त्यस्तो भएको भन्नु त भन्छ मान्छेले व्यापार गरेर खाइन्छ पैसा कमाइन्छ भन्छ तर चाहिँ मलाई त्यो दिनमा चाहिँ यस्तो भएको सामान ढोका पुगेर जान्छु राखिदिन्छ खानेकुरा हो र भन्छ मान्छेले अहिले खानेमा त मैले यो गर्मी 4 टेकी सामान बेच्दियो मैले अटोबाट राख्दैन अहिले त लास्टै गाह्रो भयो भरतकोलाई र सङ्क्रान्तिको म्याडमले चाहिँ चामल लिथेर त म्याडम चाहिँ कस्तो बुझेर के त्यो दिनमा हाम्रो चाहिँ चामल लिथेर अनि घरमा चाहिँ नभनेको नानीले अनि मलाई चाहिँ त्यो म्याडम चाहिँ पिठो अनि चामल दिनुभयो त्यो दिँदाखेरि चाहिँ कस्तो मन भयो कि घरमा मनकै कुरा बुझेर उहाँले दिनुभएको हो कि कस्तो अझ लास्ट व्यापारहरू पनि पहिला त व्यापार थियो अहिले जस्तै नि हर्पिक्रा फिरेल बेच्दै भर्से अपाङ्गल बादमा गाह्रो हुँदो रहेछ अरू काम गरौँ भने सकिँदो रहेछ बन्द सबैले देख्दो रहेछ मन र त्यो भित्री आत्माहरू कहिले देख्दा रहेछन् मैले त्यही भएर चाहिँ अरू सक्ने मान्छेको बरु अरू नै भाडा दिएर काम गरेर खान सक्छन् भने हामीले चाहिँ अब भाडा दिन्छ अब कसको भाडा दिन्छौँ हो कि भन्नु त अब बुढोले कमाले होला नि भन्नु पनि छैन यो गर्मी छ मान्छे चक्कर ठाडै ढलम्न जस्तो हुन्छ अनि त्यो बच्चालाई बोकेर कहाँ लिएर जाम के गर भन्ने कस्तो भयो अहिले व्यापारै छैन अहिले सक्ने मान्छे त्यही सामान नसक्ने मान्छे त्यही सामान अनि 24 घन्टा त्यही सामान बेचेको छ व्यापार सेपार अहिले पहिला त व्यापार थियो अहिले त व्यापारै छैन बिहान बेलुका छाक्टाएर पनि गाह्रै हो त्यही भएर छोरा आउँछ अहिले जुन बेला व्यापार छैन त्यही बेला छोरालाई ममा खान मन लाग्छ साह्रै भन्दा साह्रै गाह्रो भयो अनि त्यही भएर चाहिँ मलाई रुन मन लाग्थेन लास्टै चित्त उ भएर क्या त फिनेल पनि फिनेल बेच्नमा गयो बेला हामीले फिनेल खानेहरू भन्छ तिनीहरू फिनेल खानेहरू त मैले पङ्खालाएर बसेर खान्थेँ होगेन भन्नु त साह्रै भन्दा साह्रै अनि अब बेच अरू बेच त्यस्तो नभनिदिने के अनि तिमीहरू जस्तो मान्छे हजारवटा मान्छे आउँछन् कसको राख्ने सामान छ भने होइन उहाँहरूले पनि त्यसरी किन्ने होइन पैसाले किन्ने अरू सुन्ने पैसाले किन्दैन उहाँले चाहिने नै सामान हो वचन नलायो हुन्थ्यो वचन नलाइदिने असल धेरै मान्छे त्यस्तै भन्नु हाम्रो यताउतिको एरियामा राखिदिन्छ बरु यतातिर चाहिँ तपाईँहरूको सामानहरू तपाईँहरू देख्दा बित्तिकै राखिदिनु